हेलो साथीहरू, आज हामी यो फाइनेन्शियल स्टेटमेन्टको मल्टी इन्कम स्टेटमेन्टको या मल्टी स्टेप इन्कम स्टेटमेन्टको क्वेसन सल्भ गर्न गइरहेछौँ। यो 3 नम्बरको क्वेसन अलरेडी सल्भ छ, यहाँ सोलुसन छ। म तपाईहरुलाई यसको कन्सेप्ट बुझाउन गइरहेछु। कृपया भिडियो ध्यानपूर्वक हेरिदिनु होला र आफ्नो साथीभाइलाई शेयर गरिदिनु होला। उहाँ पनि यो भिडियोबाट आफ्नो कन्सेप्ट क्लियर गरिहाल्छ अनि नलेज गेट गर्छ। यो एक्जाममा धेरै इम्पोर्टेन्ट छ। यो मल्टी स्टेप इन्कम स्टेटमेन्ट यो 4 मार्कमा आउँछ अनि यसको ब्यालेन्स सिट मिलाएर टोटल 8 मार्कमा। ल अब भिडियो सुरु गरौँ, धेरै टाइम नलगाऊ। यहाँ हेर्नु, अ फर्म द फ्लोइङ एकाउन्ट ब्यालेन्स अन 31 डिसेम्बर। यहाँ हामीलाई क्वेसनले यो प्रोभाइड गरेछ। अब हामी यसको सोलुसन गर्न गइरहेछौँ। त सुरुमा हामीले यहाँ फर्म जे सुरुमा कम्पनीको नाम लेखिदिनु, फर्म वा कम्पनी जे छ त्यो नाम लेख्नु अनि एज अन इन्डेड इयर लेखेर त्यो डेट लेखिदिनु। क्वेसनमै प्रोभाइड गरेको हुन्छ। जस्तै यहाँ 31 डिसेम्बर हो अनि हामी के बनाउन गइरहेछौँ, मल्टी इन्कम स्टेटमेन्ट। अनि मल्टी इन्कम स्टेटमेन्ट लेखिदिनु भइहाल्यो। अनि त्यसपछि फेरि अब हामी बुझौँ पहिला। अब हामीलाई के छ, यो मल्टी स्टेप इन्कम स्टेटमेन्ट। त सुरुमा पहिला हामीले यो क्वेसनमा सेल्स रेभिन्यू या फिर सेल्स दुईटाबाटै कुनै खोज्नु पर्छ। त जस्तै यहाँ हेर्नुभयो, यहाँ सेल्स रेभिन्यू यहाँ छ, हेर्नुभयो। त सेल्स रेभिन्यू यहाँ भइहाल्यो। कति अमाउन्ट छ सेल्स रेभिन्यूको त्यो हेर्नु होला सबजना। सेल्स रेभिन्यूको कति छ, 3,46,900। तपाईँ हेर्नुहुन्छ यहाँ 3,46,900 यो सेल्स रेभिन्यूको एमाउन्ट दिएको छ। 3,46,900। त हामीले यहाँ सेल्स रेभिन्यूमा 3,46,900 लेखिदिएको। अनि अब हामीले लेस गर्नुपर्ने कस्ट अफ गुड्स सोल्ड फर्मेटको अनुसार। त लेस अब कस्ट अफ गुड्स सोल्ड गर्नुपर्ने। त हामीलाई अलरेडी यहाँ क्वेसनले प्रोभाइड गरेछ कस्ट अफ गुड्स सोल्ड। त हामीले यो कस्ट अफ गुड्स सोल्ड घटाइदिने सेल्स रेभिन्यूबाट। त यहाँ हेर्नुहुन्छ कस्ट अफ गुड्स सोल्डमा कति छ, कस्ट अफ गुड्स सोल्डमा हाम्रो यहाँ 2,10,000 यति एमाउन्ट छ। अनि यहाँ लेस कस्ट अफ गुड्स सोल्ड गरिदिनु, 2,10,000 गरिदिनु, बस भइहाल्यो। अनि योबाट यो घटाइदिनु अनि हाम्रो ग्रस प्रफिट आउँछ। ग्रस प्रफिट 1,36,900 हाम्रो आयो। यहाँ हेर्नुहुन्छ तपाईहरु, यहाँ ग्रस प्रफिट 1,36,900 आएको रहेछ। अब हामीले लेस गरिदिनु पर्छ अपरेटिङ एक्सपेन्सेस। पहिला बुझ्नु अपरेटिङ एक्सपेन्सेस भनेको के हुन्छ, मतलब जति पनि अफिस रिलेटेड खर्चहरू हुन्छ। अपरेटिङ एक्सपेन्सेस 2 टाइप्सको हुन्छ। एउटा हुन्छ जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अनि अर्को हुन्छ टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस। एउटा जनरल अनि अर्को सेलिङ वाला 2 टाइप्सको हुन्छ। तब जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा मतलब अफिस रिलेटेड जति पनि एक्सपेन्सेसहरू छ, खर्चहरू छ, सब हामीले यसमा हालिदिनु पर्छ। यसमा लेखिदिनु। जस्तै रेन्ट एक्सपेन्सेस भइहाल्यो, स्यालेरी एक्सपेन्सेस भइहाल्यो, स्टेसनरी एक्सपेन्स, डिप्रिसिएसन अन इक्विपमेन्ट, योहरू सब भइहाल्यो अफिस रिलेटेड एक्सपेन्सेसहरू। त त्योहरू सबै जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा पर्छ। त्यसैले हामी अब यहाँ हेर्नु तपाईँ, जनरल एन्ड एडमिनिस्ट्रेटिभ रेन्ट दिएछ, यो अफिस रिलेटेड भइहाल्यो, रेन्ट भइहाल्यो। अनि अर्को भइहाल्यो रेन्ट पछि अफिस रिलेटेड एक्सपेन्सेसमा यहाँ स्टेसनरी एक्सपेन्सेस 2वटा भइहाल्यो। अनि यहाँ डिप्रिसिएसन 3वटा भइहाल्यो। यो भइहाल्यो हाम्रो अफिस रिलेटेड। यहाँ स्यालेरिज एक्सपेन्सेस 4वटा मात्रै दिएछ, त्यही भएर हामीले यहाँ 4वटा लेखेको। अनि यहाँ हेर्नुहुन्छ तपाईँ रेन्ट एक्सपेन्सेसको रेन्टको अमाउन्ट कति दिएको छ। रेन्टको अमाउन्ट हाम्रो 18,000 दिनुभएछ। यहाँ हेर्नु, रेन्टको अमाउन्ट 18,000 प्रोभाइड गरेको छ। त्यही भएर हामीले
18,000 लेख्नुपर्छ रेन्टको। अनि स्यालेरीको हाम्रो चाहिँ यहाँ स्यालेरी एक्सपेन्सको 40,000 छ। 40,000 त यहाँ हेर्नु, रेन्ट एक्सपेन्स 18,000 भइहाल्यो, स्यालेरी एक्सपेन्स 40,000 भइहाल्यो। अनि स्टेसनरी एक्सपेन्स 9,000 अनि डिप्रेसनको पनि 5,000। यहाँ हेर्नु स्टेसनरीको, यहाँ हेर्नु स्टेसनरी एक्सपेन्स कति दिएछ हाम्रो 9,000 लेखिसके। अनि इक्विपमेन्ट अनि डिप्रेसिएसन अनि इक्विपमेन्टको हाम्रो 5,000। मतलब यो जति पनि फिक्स एसेट छ त्यसको एक्सपेन्स हो, भ्यालु लस घटेर 5,000 भएको छ, त्यो एक्सपेन्स हो हाम्रो लागि। अनि त्यो एक्सपेन्स हामीले यहाँ 5,000 लेखिसके। अब हामीले टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स गर्नुपर्छ। यसमा यो सबलाई जोड दिनु अनि हाम्रो यो टोटल आउँछ। टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स मतलब अफिस रिलेटेड जति पनि खर्चा भएछ त्यो सब यसमा आइहाल्छ। अनि जोड दिनु अनि अन्डरलाइन एउटा तान्दिनु। अनि अर्को हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भइहाल्यो। अब अर्को टाइप्स, अब बी लेखिदिनु। अब टपिक लेखेर अब सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेको तपाईँहरूलाई थाहै होला। सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस मतलब सामान बेच्ने र वितरण गर्ने बेलामा लाग्ने खर्चहरू हो। त जस्तै एडभर्टाइजिङ एक्सपेन्सेस, सोरुम रेन्ट, सेल्सम्यान कमिसन, योहरू सब सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस गर्ने बेलामा लाग्ने खर्चहरू हो। अब यहाँ हेर्नु कुन छ यहाँ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसमा। यहाँ तपाईँ हेर्नुहुन्छ, यहाँ एउटा भयो एडभर्टाइजिङ एक्सपेन्सेस, प्रचार प्रसार गर्दाखेरि लाग्ने एक्सपेन्सेसहरू। यहाँ हेर्नु कति छ एडभर्टाइजिङ एक्सपेन्सेस, यता छ 6,500 छ एडभर्टाइजिङ एक्सपेन्सेस 6,500। त मैले यहाँ लेखिदिएछु एडभर्टाइजिङ एक्सपेन्सेस 6,500। तपाईँहरू पनि त्यसरी नै गर्नु होला। 6,500 भइहाल्यो। अनि अर्को के पर्छ, एडभर्टाइजिङ एक्सपेन्स भइहाल्यो। सेल्सम्यान कमिसन एउटा यो भइहाल्यो, त्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सको भित्र पर्छ। सामान बेच्ने र वितरण गर्ने बेलामा सेल्सम्यान कमिसन कति त 7,500। त्यो 7,500 तपाईँ लेखिदिनु होला। यहाँ 7,500 सेल्सम्यान कमिसन भइहाल्यो। अनि अर्को छ हाम्रो यहाँ सोरुम रेन्ट। यो पनि त्यहीमा पर्छ, किनभने त्यो जति पनि हाम्रो हुन्छ नि सामान बेच्ने र वितरण गर्ने बेलामा त्यो सोरुमको रेन्ट पनि तिर्नुपर्छ। त यहाँ सोरुम रेन्ट पनि त्यहीमा जान्छ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसमा। त हाम्रो यो सोरुम रेन्ट कति छ 6,000 छ। 6,000 छ। त 6,000 हामीले यहाँ सोरुम रेन्ट लेखिदिएको। यो अलरेडी अघि नै भनिदिएको थिएँ म। सेल्स कमिसन 7500। अनि टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस गरिदिनु यसको अब टोटल। अनि यो सब जोड दिनु अनि टोटल हाम्रो 20,000 आयो। 20,000 आयो। अब हामीले 20,000 आइसकेपछि टोटल अपरेटिङ एक्सपेन्सेस गरिदिनु अनि ए प्लस बी गरिदिनु। ए यहाँ ए को पार्ट यहाँ भइहाल्यो अनि बी यहाँ ए प्लस बी गरेर टोटल अपरेटिङ एक्सपेन्सेस हाम्रो यति भइहाल्यो 92,000। अब इन्कम फ्रम अपरेसन लेखेर अनि ग्रोस प्रफिट माइनस अपरेटिङ एक्सपेन्सेस गरिदिनु। मतलब यो जति छ नि यो हामीले अघि निकालेको ग्रोस प्रफिट, सेल्स रेभेन्यू माइनस कस्ट अफ गुड्स सोल्ड घटाएर यति 1,36,900 ग्रोस प्रफिट निकालेको हामी। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ 1,36,900 छ। त योबाट अब हामीले यो घटाएर अपरेटिङ एक्सपेन्सेस हाम्रो इन्कम फ्रम अपरेसन यति भइहाल्यो 44,900। अब हामी जाऊ अर्को पाठातिर। अब हाम्रो के छ, अब हाम्रो अर्को टपिक छ। अब हाम्रो अर्को टपिक अदर इन्कम रेभिन्यू एन्ड गेन्स। अब अदर इन्कम एन्ड गेनमा हामीले यहाँ हेर्नुपर्छ। यहाँ दिएको छैन, त्यही भएर मैले वहाँ लेखेँ, वहाँ ड्यास दिएको छैन, कहीँ पनि छैन। अदर इन्कम एन्ड गेन्स कहीँ पनि छैन। त सिधा लेखिदिनु, टपिक लेखिदिनु अनि ड्यास दिइहाल्नु, बस भइहाल्यो। अनि फेरि लेस अदर एक्सपेन्सेस एन्ड लसेस। अब जति पनि त्यो खर्चाहरू छ नि, त्यो ब्याजहरूवाला जति पनि छ, सामान बेच्ने बेला पनि मतलब एक्सपेन्सेस लसेसहरू अझै बाँकी जति छ सब यसमा लेखिदिनु। जस्तै भइहाल्यो अदर एक्सपेन्सेस एन्ड लसेसमा
जस्तै भइहाल्यो इन्ट्रेस्ट एक्सपेन्स भइहाल्यो। र चाहिँ हाम्रो इन्ट्रेस्ट एक्सपेन्स यहाँ एउटा यो इन्ट्रेस्ट एक्सपेन्स भइहाल्यो, कति दिएछ 2200 दिएछ 2200। त्यो इन्ट्रेस्ट एक्सपेन्स लेखिदिनु। अनि हाम्रो अझै अदर एक्सपेन्सेसमा अनि एउटा लस अन सेल्स अफ फिक्स्ड एसेट एउटा यो भइहाल्यो, किनभने त्यो पनि त्यही हो, सामान बेच्ने बेलामा उसलाई एक्सपेन्स भएको छ, मतलब कम दाममा बेच्नु पर्यो। त्यो कति छ हाम्रो 1500 छ यहाँ, 1500 अनि एउटा 2200 छ। यो इन्ट्रेस्ट एक्सपेन्सको 2200 अनि 1500 लस अन सेल अफ, त 1500 यो यहाँ लेखिदिए के त्यो इन्ट्रेस्ट एक्सपेन्स 2200 भइहाल्यो, यहाँ हेर्न सक्नुहुन्छ। अनि 1500 भइहाल्यो लस अन सेल अफ फिक्स्ड एसेट। अब टोटल अदर एक्सपेन्सेस एन्ड लसेस लेखेर यो दुईटालाई जोडिदिनु अनि यो साइडमा राखिदिनु, किनभने हामी घटाइरहेको छौँ। हाम्रो जति पनि एक्सपेन्सहरू हुन्छ त्यो एक्सपेन्सलाई घटाउनु पर्छ, तपाईँहरूले थाहै होला। अनि इन्कम र गेन्स जति पनि छ तपाईँलाई त्यसलाई एड गर्नुपर्छ। त यो एक्सपेन्सेसहरू हो, त सब एक्सपेन्सेसलाई कोस्टमा राखिदिनु। यता यो कोस्टको साइन मतलब माइनस गरेको हामी त्यो बुझ्नुपर्छ अनि अन्डरलाइन गरिदिनु। अनि इन्कम बिफोर ट्याक्स लेखेर, अनि इन्कम बिफोर ट्याक्स लेखेर मतलब जति पनि हाम्रो त्यो अब इन्कम बिफोर ट्याक्स लेखेर हामीले यहाँ प्लस माइनस गरेर हेर्नु, यहाँ यो 92,000 छ नि, त्यो त हामीले घटाएर यति आयो होइन इन्कम फ्रम अपरेसन। त यो इन्कम फ्रम अपरेसन 44,900बाट यो एक्सपेन्स घटाइदिनु। यहाँ अदर एक्सपेन्स एन्ड लसेस छ नि, टोटल एमाउन्ट यो घटाइदिनु। त टोटल हाम्रो इन्कम फ्रम ट्याक्स यति आयो 41,200। अनि हामीले इन्कम ट्याक्स एक्सपेन्सेस यो हाम्रो त्यो क्वेसनमा नै हुन्छ, त्यही भएर यहाँ हेर्नुहुन्छ तपाईँ हाम्रो क्वेसनमा नै छ इन्कम ट्याक्स एक्सपेन्सेस। यहाँ हेर्न सक्नुहुन्छ ट्याक्स एक्सपेन्सेस छ नि, यो कति छ 4200 छ, 4200 हेर्नुहुन्छ तपाईँ 4200 छ। त मैले यहाँ 4200 राखिदिएँ। अनि योबाट अब हामीले योबाट यो घटाइदिनु पर्छ, किनभने ट्याक्स हामीले सरकारलाई तिर्नुपर्छ भने त्यो एक्सपेन्स हो, त्यसलाई घटाएर योबाट यो घटाइदिनु। अनि हाम्रो नेट इन्कम 37,000 आयो। यसरी हामीले मल्टी इन्कम स्टेटमेन्ट बनाउन सक्छौँ। आई होप तपाईँहरू बुझ्नुभएको होला। मलाई आशा छ सबैजना लाइक कमेन्ट सेयर गरिदिनु र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै म अब यो भिडियो इन्ड गर्दछु। थ्याङ्क यू।